नमस्ते, म खाइबा लामा मुन्द्रे हो। अब धेरै मेहनत नगरिकन 2 देखि 3 वर्षभित्र बन्नुहोस् करोडौँको मालिक। के हो त बुद्धचित्त माला? यो मालाको बिरुवा कहाँ पाइन्छ? कसरी उपलब्ध गर्ने र आफ्नो खाली रहेको जमिनमा रोप्ने? कति वर्षमा यसले फल दिन्छ? यी सब जानकारी लिएर यहाँहरूको लागि यो भिडियो लिएर आएको छु। एकैछिन यो भिडियो पुरा हेरौँ। लामो समयदेखि बुद्धचित्त मालाको खेती गर्दै आएका काभ्रेको नवबुद्ध नगरपालिका भकुण्डे बेसीका एक कृषकको अनुभव यहाँहरूको लागि देखाउन गइरहेको छु। रोपेको 3 देखि 4 वर्षमा फल लाग्न सुरु हुने बुद्धचित्त एउटै बोटमा हजारौं दाना फल्छ र 3 देखि 7 मुखेसम्म फलको प्रकार हेरी एउटै दानाको 400 रुपैयाँदेखि 4 लाख रुपैयाँसम्म पर्छ। नमस्ते, म खाइबा लामा मुन्द्रे हो। मेरो घर सिसाखानी हो। रोसी गाउँपालिका वडा नम्बर 5 मेरो घर हो। अहिले चाहिँ मालाको व्यवसायले गर्दाखेरि भकुण्डेमा अब बिरुवा राख्ने, बेच्ने, अब त्यस्तै अब गेडा राम्रो गेडा पायो भने किन्ने पनि हो। बुद्धचित्त भनेको चाहिँ कस्तो भने पहिला उत्पादन भएको चाहिँ तिमालमै रहेछ प्रष्ट कुरो। अहिले चाहिँ जुनसुकै नेपाल आदिवासीभरमा जुनसुकै ठाउँमा रोपे पनि यो माला रोपेर फल हामीले देखिन्छ। तर माला रोप्दाखेरि चाहिँ अब तपाईँहरूले अब बुझेर माला रोप्नुहोस्। बरु 100वटा रोप्ने ठाउँमा 20वटा मालाको बोट रोप्नु, राम्रै जातको रोप्नु। तर अहिले चाहिँ सबभन्दा चर्चित भन्ने चाहिँ नो साउन्डको छ। नो साउन्डको चाहिँ अब चर्चा चाहिँ 2 वर्ष समथिङ 3 वर्ष हुन लाग्यो। अब पहिला त अब सानो भन्यो, त्यो बज्ने नबज्ने कुरो थिएन। अहिले चाहिँ हाल चाहिँ अब 2 वर्ष समथिङ 3 वर्ष हुन लाग्यो अब नो साउन्डको चर्चा हुने चाहिँ। तपाईँको मुख्यको 3 मुखे, 4 मुखे, 5 मुखे भन्छ। मान्छेले 5 मुखे को बोट खोज्न आउँछ। 5 मुखेको बोट खोज्न आउँदाखेरि 5 मुखे भनेर दिँदाखेरि 5 मुखे सबै फल्छ भनेर त्यो ग्यारेन्टी दिँदैन। तपाईँको अब 3 मुखेदेखि माथि फल्ने हो। तर भाग्य पनि लेखेर आउनुपर्छ त्यो 5 मुखे 6 मुखे धेरै फल्नलाई। तपाईँको यस्तो हुन्छ, अब मुखेको कुरोहरू पहिला 3 मुखेको 300 रुपियाँदेखि राम्रो क्वालिटी भए 300 रुपियाँदेखि तपाईँको 15,000सम्म छ 108 दानाको। 4 मुखेको 20 रुपियाँदेखि 2,000सम्म राम्रो क्वालिटी भए 2,000सम्म आउँछ एक पिसको। 5 मुखेको 500 रुपियाँदेखि तपाईँको राम्रो क्वालिटी छ, अब आँखा ठुलो चिल्लो दाना छ भने तपाईँको 50,000सम्म अब 5 मुखेको आउँछ। 6 मुखेको चाहिँ 22 mm मासतिर जानु पर्यो। 22 mm मासतिरको अब मिलेको चिल्लो दाना वेटवाला भयो भने 6 मुखेको 3 लाखसम्म आउँछ। तपाईँको 7 मुखेको हामीले प्रायः जस्तो देखाएको छैन। अक्कल झुगुल अब 9 मुखेसम्म चाहिँ हामीले देख्न चाहिँ देख्यो, तर आफ्नो बोर्डमा होइन, अर्कै मान्छेले अब टिपेर लगेको चाहिँ त्यो प्रश्न छ। 9 मुखेसम्म चाहिँ हामीले देख्यो, त्यहाँदेखि चाहिँ हामीले देखाएको छैन। मेरै हातबाट गेडा फुटाएर राखेर उम्रेर रोपेर फलेको चाहिँ फलमा 6 मुखेसम्म चाहिँ फलेको देख्यो। तर त्यो 7 मुखे 8 मुखे चाहिँ देखाएको छैन। त्यो नहुने कुरो गरेर हुँदैन। नो साउन्डको तपाईँको अहिले नो साउन्ड माला भेट्यो भने नो साउन्डको भाउ कति छ भने अहिले बजारमा तपाईँको 8 mm को 5 लाख नै छ। 5 लाख पनि दिँदैन अझ। 9 mm को नो साउन्ड तपाईँको 2 लाख 3 लाखसम्म छ। 10 mm को लाख 1.5 लाखसम्म छ। अनि त्यहाँदेखि माथिर त्यो 10 देखि माथिरको चाहिँ तपाईँको माला कति माला हुन्छ त्यो अनुसारले हुन्छ।
त्यो चाहिँ 50-60 हजार त्यति आउँछ। एक माला बराबरको पैसा भन्नुभएको? एक माला बराबर तपाईँको 9 mm को एउटै बोर्डको चाहिन्छ। फेरि 9 mm को मालाको एक माला बराबर 108 दानाको नो साउन्ड हो? नो साउन्ड। त्यसको तपाईँको 3 लाखभन्दा मुनि आउँदैन, हाई क्वालिटी हुनु पऱ्यो। अनि त्यो अर्को चाहिँ त्यो बज्ने चाहिँ त्यो सानोको चाहिँ 20,000 देखि 1.5 लाखसम्म 9 mm को छ। तपाईँको बिरुवा प्रष्टै रोप्ने हो भने त छुट्टै बिरुवा हुर्काउनु पऱ्यो भने चाहिँ अलिक छुट्टै बढ्नु पऱ्यो भने चाहिँ चाहिँदोमै रोप्नुपर्छ। अनि तपाईँको कुन किसिमको माला भन्दाखेरि अब मालाको चाहिँ किसिमको चाहिँ बिरुवा हुर्काउनु, बढाउनु, फलाउनु। फलेर अब ठेकदार पाएन भने नि सरासर मौका आउनु म आफैले टिप्छ। र मैले टिपेर अब बिक्री गर्ने भनेको अब यो नेपालमा बिक्री हुँदैन, खास लाने भनेको चाइनामै हो। अब नेपालको मान्छे जतिसुकै फुर्ती गऱ्यो भने अब नेपालमा केही अब उन्नति छैन, दिने अब चाइनिजलाई हो। अरू ठाउँमा त बिगा थाहा छँदै छैन, लाने भनेको चाइनामै हो। अब तपाईँको 3 करोडसम्म जानेको बोर्डको बिरुवा छ यहाँ। तपाईँको सिपालीको कालीको बोर्डको पनि बिरुवा पाउँछ। त्यो 3 करोडमा कारोबार गर्ने, वर्षको 3 करोडमा कारोबार गर्नेको बिरुवा पनि छ। त्यसमा चाहिँ कस्तो खालको माला फल्थ्यो? त्यसमा त भनौँ न अब यो नेपालमै त्यसको त्यो ठाउँ जस्तो माला छँदै छैन अहिलेसम्म चाहिँ। त्यसमा त भनौँ न अब 9, 10, 11 को माला त त्यहाँ त अब 5 बाती 6 बाती फल्छ। अनि त्यो भएर त्यहाँ त पैसाको त सीमा नै छैन। त्यहाँ त मालाको अब मूल्याङ्कन गरेरै हुँदैन। किन भन्दाखेरि अहिले नेपालभरिमा अब मालाको बोर्ड त अब थुप्रै छ, तर त्यहाँ जस्तो चाहिँ माला, त्यहाँको जस्तो चाहिँ मालाको क्वालिटी राम्रो अब वेटवाला माला भनेको चाहिँ त्यहाँको जस्तो चाहिँ अरू ठाउँ मैले देखेको पनि छैन। सूर्य होइन, त्यो मुख्यवाला होइन, त्यो माला भनेको चाहिँ अब माला चाहिँ नोसाउनै हो। तर त्यसको त्यहाँ त्यो ठाउँको चाहिँ माला चाहिँ अब वेटवाला, चिल्लो दाना। अनि 10 mm को माला, छुट्टै माला जोखेर हेर्नु पऱ्यो भने त्यो माला डबलै वेट हुन्छ। त्यही भएर अब त्यो मालाको पैसा धेरै आएको हो। मेरो बिरुवा 60-70 हजार जति चाहिँ बेचिसक्यो। अहिले पनि समथिङ होला 1 लाख चान्जुन जति नै बिरुवा होला। नेपालको जुनसुकै अब ठाउँमा अब माला रोप्ने इच्छा छ भने हजुरहरू मालाको बिरुवाको लागि सम्पर्क चाहिँ हामीसँग लिनु होला। सम्पर्क नम्बर अब त्यहीँ पछाडि हुन्छ, ठ्याक्क त्यहाँ सम्पर्क गर्नु। धन्यवाद हजुरहरू। मैले यो काम गरेको चाहिँ तपाईँको 18 वर्षको हो। 18 वर्ष बितिँदाखेरि तपाईँको मालाको अनुभव चाहिँ मैले धेरै जस्तो अनुभव मैले लियो। पहिला 3 मुखे 4 मुखे थिएन, अहिले 3 मुखे 4 मुखे 5 मुखेको कुरा आयो। त्योभन्दा पछि फेरि नो साउन्डको कुरा आयो। अहिले नो साउन्डको चर्चा धेरै छ। नो साउन्डको बिरुवा चाहिए पनि मगा मजाले भेट्छ। अनि 5 मुखे 3 मुखे 4 मुखे त्यो पनि सबै भेट्छ। नर्मली माला शुद्ध भेट्छ। अहिले चाहिँ अब नेपालमा जुनसुकै कुना कब्जामा अब यो मालाको बिरुवा उत्पादन भएर फलेको हामीले देख्यो। जुनसुकै ठाउँमा फल्छ यो चिज। बिरुवाको बढी चालखेल भने नै अहिले 3 वर्ष भयो। यहाँ व्यापारी बुद्धचित्त किन्न गाउँमै पुग्ने गरेको र फल हेरी एउटा मालाको 2 लाखसम्म तिर्न तयार हुने गरेका छन्। सोचे भन्दा बढी मूल्य आउन थालेपछि तिमालवासी अहिले असारदेखि असोजसम्म बोटको वरपर तारबार लगाएर रातभर सुरक्षामा खटिने गरेका छन्। हेलिकप्टर रिजर्भ गरेर आउने व्यापारीले यसको दाना र माला चीनको तिब्बत र भारत बोधगयामा लगेर ठमेलतिर गएर हेर्नुभयो भने टुरिस्टहरूले फर्केर आफ्नो देशमा जाँदाखेरि उपहारका रूपमा लाने चिजहरूमा यो बुद्ध चित्तको माला, ब्रासलेट, रुद्राक्षको माला, ब्रासलेट, अन्य चिजहरू, किरिङदेखि लिएर होइन गहनाहरूदेखि लिएर सबै कुराहरू चाहिँ यसको चाहिँ एकदम राम्रो चाहिँ मानेर लिने गरेको भएको हुनाले यसको व्यावसायिक सम्भावना राम्रै छ। यो 9 mm भन्दा तलको चाहिँ माला छ भने एउटै मालाको 1 लाख वा सोभन्दा बढी पर्छ। र अहिलेसम्म भेटिएको चाहिँ तपाईँको 9 सुरसम्मको चाहिँ तिमालमा फलेको रेकर्ड छ। र त्यो 9 सुरसम्म फलेको चाहिँ 7 लाखमा बिक्री भएको रेकर्ड छ एउटै दाना।